नमस्ते सबैजनालाई गाइज नजरा देखो यतिखेर म चाहिँ यति सुन्दर ठाउँ यस्तो मजाको ठाउँमा आएको छु गाइज। प्रायः मैले चाहिँ यस्तै खालको भिडियोहरू बनाउने गर्छु र आज चाहिँ म गुल्मी जिल्ला तमघासदेखि माथि हल्का माथि चाहिँ रेसुङ्गा पार्कमा आएको छु गाइज। यस्तो दामी छ यो रेसुङ्गा पार्क, तपाईहरुले भिजिट गर्न सक्नुहुन्छ। चाहिँ युज मी नै होला। युज मी कस्तो मजाको बनाएको छ कि युज मी बनाएको यहाँ यस्तो मजाको यहाँ बच्चाहरू खेल्ने सानो बच्चाहरू खेल्ने यस्तो पार्क यस्तो दामी छ। यो चाहिँ रेसुङ्गा पार्क गाइज गुल्मी जिल्ला। यो त दामी लाग्यो। यो बिचारा बच्चा मतलब यस्तो मजाको के फोहोर यहाँ चाहिँ पानी यो बर्खामा चाहिँ पानी थियो, अहिले चाहिँ पानी सुक्खा रहेछ। यस्तो मजाको छ। आज चाहिँ खास त्यति धेरै मान्छे आएको छैन रहेछ। यो चाहिँ युज मी चाहिँ यस्तो बवाल छ। छालै बन्नुपर्छ। यस्तै दामी यस्तै मजाको छ नजरा। युज मी कस्तो मजाको बनाएको छ कि युज मी बनाएको यहाँ यस्तो मजाको यहाँ बच्चाहरू खेल्ने सानो बच्चाहरू खेल्ने यस्तो पार्क यस्तो दामी छ। यो चाहिँ रेसुङ्गा पार्क गाइज गुल्मी जिल्लाको यस्तै मजाको यति ठुलो एरियामा बनाएको छ। लगानी पनि राम्रो लगाएर छ। यस्तो छ युज मीहरू को बच्चाहरूले चाहिँ खाएर फाल्ने यस्तो मजाको रहेछ। आउने होइन यस्तोमा घुम्नुपर्छ गाइज। यस्तो दामी यस्तो सुन्दर यति मजाको है यति बोबाल छ। यस्तो मतलब यहीँ बसौँ जस्तो लाग्ने कि सफा के सुन्दर। विदेशतिरको जस्तै हो कि पछि चाहिँ स्या हरियो हुन्छ, पुरा हरियाली डाँडा काँडा यस्तो सल्लाहको रुखहरू यस्तो बोबाल कि एकदम मजाको। यतातिरको भ्यू गाइज यस्तो दामी। यतातिर चाहिँ यो रेसुङ्गा टप हो गाइज। यो टपदेखि पनि मैले भिडियो बनाएको छु। यस्तो छ यहाँ रेसुङ्गा पार्कको भिजिट गाइज आजको यस्तो सुन्दर यस्तो मजाको यस्तो बनाएको छ नि त ठाउँमा युज मीहरू कि यो युज मी खाएर चाहिँ यहाँ फाल्ने आएको। यहाँ तलसम्म छ यहाँ बस्ने होइन खाने इन्जोय गर्ने ठाउँ हो कि यो यस्तो दामी छ यस्तो मजाको छ। यहाँ तल पनि छ तलतिर त्यहाँ पनि बसेर खाने पिने होइन त्यस्तै हो यस्तो मजाको छ। यो चाहिँ रेसुङ्गा टप चाहिँ म माथि उसमा पनि चढ्न लाग्छु, माथि जान लाग्छु। यो